अब अस्ति मल बोएको थिएँ हो, यहाँ अब खोर्सानी रोप्छु र त्यसको साथै यहाँ आज मैले बारी खनेँ नि त हो, टक्कै बारी खनेर यहाँ चाहिँ उयो रोपेँ, के अरे डल्लो लौका र के अरे उयो के अरे धान गनाउने के पछि टक्क अस्ति मल बोकेको थिएँ नि त हो मैले। मल बोकेर चाहिँ मैले चाहिँ खासमा यो खोर्सानी रोप्नुलाई बोकेको हो, तर आज यता खने यहाँबाट यहाँ चाहिँ टक्कै यो डल्लो लौका र घिरौँला, धान गनाउने घिरौँला चाहिँ रोपेको छु। यो चाहिँ मलाई पर जगत छनाले दिनुभएको बिउ, हिजो दिनुभएको थियो, आज रोपेँ र अब यो चाहिँ अलिकति ठुलै भास्ट अलिकति भक्कु मात्रामा गरौँ भनेर निकै रोपेको छु। र यो ठाउँ चाहिँ अब खाली छ नि त, यहाँ चाहिँ डल्लै मचान बनाउँछु हो, 3-4 घाना 5-6 घाना बाँस लिएर यहाँ चाहिँ टक्कै मचान बनाउँछु। त्यहाँबाट चाहिँ यो लौका र घिरौँला चाहिँ एकै ठाउँमा हाल्छु। अब यता चाहिँ यहाँ घर छ नि त, टक्कै यहाँबाट सबै यता देखिहाल्छ नि त, कुखुराहरू आएको के आएको, बाँदरहरू आएको हो। तर नि त घर अगाडि चाहिँ टक्कै मचान हुन्छ। यहाँ घिरौँला फर्सी पनि रोप्छु, लौका र अरू सब्जीहरू पनि हाल्छु। यहाँबाट चाहिँ सजिलो पर्छ नि त, कुखुरा आयो भने पनि देखिहाल्छ हो। टक्कै यहाँ आमा छोरा पनि छ, टक्कै मेरो दुईजनाले पनि घरिघरि आउँदैछ हेर्नुलाई। यस्तो छ साथीहरू। अन्त यहाँ चाहिँ मैले माथि सुन्तला पनि रोपेको छु हो, मजाले भइरहेछ। यहाँ चाहिँ अन्त मेरो यो चाहिँ एप्पल थियो नि त, अस्ति बाँडेको थिएँ एप्पल है, हाम्रो होमस्टे अनर्स एसोसिएसनले। त्यो 1-2वटा मैले पनि दिएको थिएँ, 1-2वटा भन्दा पनि 10वटा जस्तो। यो एउटा मऱ्यो, अन्त 2टा चाहिँ मजाले बाँचेको छ। अन्त उता माथिल्लोपट्टि चाहिँ दामी भएको छ। आज चाहिँ एकदम दिन रमाइलो छ, एकदम एप्पल हो यो। अस्ति मैले मकै पनि रोपेको थिएँ हो, त्यो पनि देखाउँछु ल। टक्कै यहाँ पनि छ एप्पल हो। यो चाहिँ मेरो फेरि ठुलो खालको थामफल। यो चाहिँ माथि हाम्रो बिच गाउँ गौतम बुबाकोबाट लिएको बिउ, 100 रुपियाँमा 2टा मात्रै दाना दिएको थियो। एउटै 1 किलो भएको थियो, त्यसमा एउटा बिच दाना चाहिँ फ्रीमा दिएको थियो, 2टा दाना 100 रुपियाँमा गौतम बुबाको। यो एप्पलै हो, यो मजाको भइरहेछ हो। यहाँ पनि छ एप्पल, यो त दामी भइरहेछ नि, ठुलो भइरहेको एप्पल हो, मजाको भइरहेछ है एप्पल। यो पनि एप्पलै हो, मजाको भइरहेछ। यो पनि अस्ति रोपेको। टुडुम यो चाहिँ मकै ढिस ढिस। यो चाहिँ मैले अस्ति म र छोराले रोपेको मकै चाहिँ यत्रो भइगएको छ, दामी भइगएको छ है, ठुलो भइगयो हो। हरियो यो पनि सरकारी मकैको बिउ हो। यहाँ फेरि टक्क मेरो उयो पनि रोपेको थिएँ मैले, सिमल तरुल पनि। यो चाहिँ बिग्रेला जस्तो भइरहेछ एप्पल। मुसा पसेछ, मुसाले एटेक। सिमल तरुल पनि मजाको भइरहेछ। यो पनि पलाउँदैछ है मजाले, एप्पल बनाउँदैछ मजाले। ग्राफ्टिङ एप्पल यो हाम्रो ठाउँमा पनि हुन्छ भन्दै थियो अस्ति यो बाँड्दा एक्सपर्टहरूले। मजाको भइरहेछ सिमल तरुल पनि। यो पनि एप्पल मजाले हुँदैछ, मजाको बढिरहेछ। र यस्तै छ साथीहरू, टक्कै म सिमल तरुल त के छिटो भइगयो। यस्तै छ है ल आजको काम।